Hey guys, I am back to my channel and welcome to my vlog. अनि धेरै पछि चाहिँ म यसो आजदेखिबाट चाहिँ जात्रा सुरु भइसकेको छ हाम्रो हैन। अनि त्यही भएर पनि बनाउन लाग्यो। अब यत्रो दिन यत्रो महिना भइसक्यो मैले भ्लग नहाले। त्यही जात्राको बनाउँदै छु हामी। ओ दाजु के छ? के छ? ल ल ल। भाइ अब यस्तो हुन्छ अब यस्तो के हुन्छ जात्रामा हेर्दै गर्नु होला। आज चाहिँ देउता निकाल्छ। आज बेलुका देउता निकाल्छ। आजको चाहिँ पार्ट 1 हुन्छ अनि भोलि पर्सिको पार्ट 2 पार्ट 3 आउँछ है त। ल त्यही हो हैन। अब धेरै पछि भ्लगमा आयो हैन। त्यही हो कामसाममा हल्का फुल्का व्यस्त हुन्छ। तपाईहरुलाई हैन कपडाहरु चाहिन्छ भने जुत्ताहरु चाहिन्छ भने मलाई सम्पर्क गर्नु होला। हैन जस्तो सुकै चाहिन्छ मलाई सम्पर्क गर्नु। तर केटाहरुको मात्र है, फेरि केटीहरुको चाहिँ हैन। त्यही काममा अनि व्यस्त छु अनि एउटा प्रोजेक्ट पनि छ मेरो ठुलै। त्यही भएर पनि हो त्यो एउटा सानोतिनो कामले यस्तो धेरै टाइम लस हुन्छ मेरो। एउटा कामले देशभरि लागिन्छ क्या। त्यही भएर नि हो एकदमै पहिलाको भ्लग मैले हेर्दाखेरि आफूलाई कस्तो हाँसो छ क्या हैन। कस्तो टाइपको थियो क्या म एकदमै कस्तो थियो क्या म। अब माने त्यो बेला एकदमै के भनौँ त्यो बेला त्यही हो शान्ति त अहिले हेर्नु होला गाई त्यस्तो त्यस्तो खाँदिनँ नि। फेरि म हुक्का र चिया यस्तो यस्तो मात्र खाँदै त्यस्तो नराम्रो चाहिँ नसोच्नु होला होइन। यो भने एनर्जी हो हैन। खाजा खाएर जान्छ होइन। अब खाजा खाएको त के देखाउनु होइन। एकदमै बवाल ठाउँ चाहिँ यहाँनिर यस्तो आउनु होला। एकदमै खतरा ठाउँ छ। ल है त अब जात्रामा सिधै जात्रामा भेट्नु होला। भेटौँ ल अब हाम्रो यहाँ टिके ब्यान तानै छोरो केटा नर्मल। अनि तपाईँहरूलाई नि यस्तो लुगाहरू किन्न मन छ भने होइन यो टी सर्टहरू एकदमै रिजनेबल प्राइसमा होइन। तिमीलाई चाहियो भने भन्न म त्यसमा पनि अलिअलि छ क्या। हजुर के चाहिन्छ भने तिमीलाई होइन सपिङ गर्नु मन छ भने मलाई भन्। यो सिर्फ 900 मात्र है। 900 मात्र हो। यहाँ न्युयोर्कको त्यो छ होइन टक्रोको लाएर तपाईँको घरसम्म आउँछ। त्यो डेलिभरी जाँदैन। म आफै पुऱ्याउनु आउँछ है तपाईँको घरमा। फेरि यत्तिको सुविधा चाहिँ छ। म टक्रोको लाएर फेसबुकमा मेसेज गर्नु होइन। जुत्ता सुत्ता चाहेमा डक्टर मार्टेन चाहेमा सिर्फ 1500 मात्र डक्टर है। हल्का फुल्का काम गर्न थाल्छ आज भोलि। ल है हामी चाहिँ हाम्रो टोलमा पकेला जान्दै है। पकेला जान्दै बवालहरू छ आउनु होला तपाईँहरू पनि। तिनजना छौँ हामी यहाँ। ओइ माछा कस्तो तर्साइदियो मुजी मार्दै ए कहाँको बिचा सिराइदियो मुजी लरन हात अन्त्य त होइन म त्यो यस्तो तालिहालेँ मैले पनि रोक्यो यहाँ रोकेर गरेँ क्या। बवाल भइरहेको छ। ल त्यो पनि होइन जात्रामा इन्डिया सबैजना आउँदा होइन हाम्रो एरियामा होइन लास्टै चिल हुन्छ होइन। एकदम रमाइलो ढुका डिस लाइटहरू नि हेर्न सक्नुहुन्छ। लाइटै बवाल हाम्रो होइन। सो यही नै हो। ए बवाल हो नि त नि विकास छ नि त हाम्रो पनि। पिसफुल छ होइन जात्रा। अब 3-4 दिन लगतै हुन्छ होइन। सो म चाहिँ होइन भिडियोहरू पार्ट 1 पार्ट 2 गर्दै हाल्छु होइन। सो त्यही हो हेरो हाम्रो यहाँ गणेश मन्दिर। बवाल हाम्रो यहाँ गणेश मन्दिर यो चाहिँ यहाँनिर बजिरह एउटा हो होइन। माथि जात्रामा हो। माथि टोल हो। हाम्रो टोल चाहिँ तल है। तल हाम्रो टोल आउनु बाँकी छ अझै। अब यहाँदेखि अब टोल आउँछ अरे आयो हाम्रो टोल दोकान। हाम्रो टोल आइसक्यो फेरि बवाल होइन।
सर्ट आएर सर यतिको हुनुपर्छ क्या यतिको भएन भन्दा कामै भएन नि त होइन यहाँ पट्टिसटीहरू अलिक फिट गर्दैछन् होइन टक्कर आएर यहाँदेखि चाहिँ हाम्रो एरिया यो जहाँ इन्डिङसम्म होइन भने तक्रो लाएर म र मम्मी चाहिँ सर्ट लाएर रात्र हेर्न जान्छु यहाँ आउनु टक्रो लाएर आज त्यो अहिले एकछिन देउता निकाल्छ अरे अनि त्यही भएर खानसाना खाएर चाहिँ आएँ म चाहिँ मम्मी र म चाहिँ भाइले अघि नै खाइसक्यो अरे अनि त्यही भएर झिलमिली हेर्नु मस्त है एकदमै रमाइलो भयो है हाम्रो मम्मी चाहिँ सर्ट लाएर नै एक्लै बुढो नाचेर खायो मेरो चाहिँ निने कतिखेर निकाल्छ खोइ कतिखेर देउता निकाल्छ 10:30 बजे नाच्दा नाच्दा धेरै गाह्रो भएर चाहिँ अब कस्तो मधुर अब क्यामेरा नेवार गीत बजेर अहिले चाहिँ म टक्क लाएर यस्तो भिन्न जान लाग्यो मासतिर लाग्यो लाग्यो है त्यहाँ जाँदा बाहिर उठाउँदा नि टक्क म र साथी यसो एक राउन्ड हानेर आउनु पऱ्यो त्यहाँ यहाँ बाजा बजाएर आयो क्या बजेर यस्तो आउने क्या ल है आउनु है सबैजना होइन एकदम बाबाले ठाउँ छ त्यहाँबाट चाहिँ देउता निकाल्छ त्यही हो अब एकछिन एकैचोटि जात्रामा हेर्नु अब चाहिँ देउता निकाल्नु लाग्यो होइन म चाहिँ अबिरमा खेल्दिनँ किनभने धेरै गाह्रो हुन्छ अबिरमा खेल्नु Robi anjing यो घरबाट चाहिँ देउता निकाल्छ यो घरबाट चाहिँ देउता निकाल्छ हाम्रो